गाइस हाई। अब हामी चाहिँ आज एकछिन निस्केको यसो बाहिरको हावा खानु। नानीलाई चाहिँ उयो हेर्नु बाउचाइलाई हत्तु बनाएर उसलाई चाहिँ हिँडिहाल्नुपर्छ। अब रेडी भएपछि चाहिँ अत्तालेर हिँडिहाल्नुपर्छ। अन्त हामी चाहिँ छुट्टीमा जाँदैन, त्यतिकै रुममा जान्छ। त्यही भएर चाहिँ आज चाहिँ जान्छौँ भनेर सोचेको। अब गाडी हामीले बुक गरिरहेको छौँ। अन्त अब घाममै जानुपर्छ भनेर चाहिँ रेडी गरिरहेको छौँ। त्यही भएर जाँदैछु। आज त्यसै हामी एकदम समर कपडाहरू लगाएर गएको। यतातिर मान्छेले हेर्दैन नि त, यसो लगायो के लगायो। त्यही भएर चाहिँ यसो गरेर हिँडिरहेको छौँ हामी चाहिँ। अन्त त्यही भएर चाहिँ कपाल त मेरो त अलिक छोटो बनाएको, अलिक झरेछ क्या फेरि। अन्त हामी जाँदैछौँ गाइस।